हेलो गाइज, वेलकम टु माई अनदर ब्लग। आज हामी यस्तो ठमेलतिर यसो के कस्तो छ भने यस्तो हेर्न आइदिएर होइन, ठमेलको ब्लग पनि बनाउनु पर्यो भनिरहेको थिएँ। यसो त्यही भएर ठमेलको ब्लग बनाउनुको लागि यसो काम सकिएपछि यसो 10-15 मिनट टाइम जति थियो यसो बनाइदिउँ भनेर ठमेलतिर आएको। त हेर्न सक्नुहुन्छ विदेशीहरू छ यार, कुहिरेको मात्रै थाहा देख्छ क्या। एक छ होइन, सब्जी सामान पनि जुन सुकै पनि बबाल छ क्या, आइटमहरू पनि एकदम राम्रो छ गाइस, दामी बबाल होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले मजाले। रेस्टुरेन्ट अगाडि राजा हिँडिरहेछ होइन हामीहरूको, हेर्न सक्नुहुन्छ। दामी छ कि यो यस्तोहरूको ध्यान लाउनेवाला हो यो। अनि चाबी हेडहरू पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले, चाबी छ, हेडहरू छ, बब्बल हेड छ, एकदम राम्रो होइन। एकदम राम्रो छ गाइस। चहल पहल यस्तै हो ठमेलतिर गाइस। रात दिन एउटै हो कि यता राति भएको थाहा हुँदैन, दिन भएको पनि थाहा हुँदैन। यता राति एउटै हुन्छ जहिले पनि। राजा र म आएको थिएँ होइन, यसो एकछिन एउटा दुइटा क्लिक बनाऊ भनेर। ऊ विदेशीहरू हाइट हेर न, आमा केटीको हाइट हेर त, यत्रो हाइट नेपालमा हुँदैन केटी। के बोले भाइ? अब के बोले के जथाभावी बोले? राजा र म आएको थिएँ होइन गाइस, ठमेलमा पनि यसो बनाइदिउँ भनेर, एउटा दुइटा क्लिक ठमेलको हालौँ भनेर साथीहरूले भनेको थियो। ठमेल ब्लग पनि चाहियो भनेर, त्यही भएर यसो आइदिएर हामीहरू। हेर्न सक्नुहुन्छ लेडिजको आइटम लास्टै छ यार, जहाँ पनि दामी छ नि त फेरि। जहाँ पनि लेडिजको मात्रै के भने ऊ विदेशीहरू कफी हानिरहेछ, कफी खाइरहेछ गाइज। यो हेर्नु कस्तो बवाल छ यार। ब्यागहरू भइहाल्यो, फ्रुट्स पसलहरू होइन, केरा आम हेर न, अक्सिजन आम। अँध्यारो परिसकेछ होइन, तर अँध्यारो परे पनि के भयो, यहाँ रात दिन एउटै छ। ज्वेलर्स नेक्लेसहरू हेर्नु त्यहाँ दामी छ यो पसलभित्र, हेर्न सक्नुहुन्छ। विदेशी कुहिरेहरू मात्रै छ, हेर्नु न कस्तो लामो छ यार यो केटी कुहिरे। विदेशीहरू मात्रै देखिन्छ कि यो भित्र। अनि त्यो विदेशीहरूको बिचमा हामी दुई पनि छौँ। अँध्यारो भइसक्यो गाइज होइन, सायद हामीहरू कालोदेखि लाग्यो होला, अँध्यारो भइहाल्यो नि त। खाना लगेर त गइरह नास्ता। आर्ट कलाहरू धेरै छ कि नेपालीहरूसँग, सबै बनाएर देखाइरहेछ। म पनि देखाइरहेको छु तपाईँहरूलाई अलिअलि, हेर्न सक्नुहुन्छ। भिडियो पनि बनाइरहेछन्, हामीहरू आफ्नो ब्लगमा पनि देखाइरहेछौँ। यो हेर्न सक्नुहुन्छ, यो भित्र राम्रो छ। भिड भने धेरै छ क्या, लास्टै छ लास्टै। वा हो हाइट हेर्नु कति लामो छ यो विदेशीले, गोरेले श्याम करन जस्तो हाइट बबाल हुने रहेछ त यार। विदेशीहरूको हाइट त नेक्स्ट लेभल नै छ यार। खुकुरी हेर्न उहाँ त्यता खुकुरी छ होइन, हामीहरूको हाइट भनेपछि सानो छ यार, 5 फिट जति भयो, 5 फिट छ मात्रै हामीहरूको हाइट। यो विदेशीहरू भनेपछि 7-7 फिटको हाइट। ठमेलमा मास्क लगाएर हिँड्नुपर्छ है गाइस, त्यही भएर म पनि यस्तो मास्क लगाएर हिँड्दिनँ। अब मसँग राजा छ होइन, राजालाई के मास्क चाहियो यार, राजा त भने राजै हो कि, त्यही भएर उसले मास्क चाहिँदैन होइन। यो हेर्न कति काली छ यो
ड्राइभको वेटिङ गरेर होला जस्तो लाग्यो मलाई। जाउँ गाइस, पुरै जाम लागेको छ होइन, बाटोभरि जाम छ। फर्क्यौँ त, जाम पऱ्यो हुनाले हामीहरूले फर्क्यौँ, बाटो चेन्ज गऱ्यौँ, अर्को बाटो जाने। अब म त्यहीबाट जान्छु होला। मन पराउँछ यस्तो नेक्लेसहरू होइन, यो माला भन्छ के भन्छ यार यसलाई, मलाई त थाहा पनि भएन। ज्वेलर्सहरू भन्छ के भन्छ, यो हो यस्तो यस्तो मन पराउँछ कि विदेशीहरूले, उनीहरूले लगाएर जान्छ यहाँ देखेँ। अनि यो प्राचीन कालको यो खुकुरीहरू देखाउँछु ल म तपाईँहरूलाई, हेर्न सक्नुहुन्छ गाइस। खुकुरी होइन, वीर गोर्खालीहरूले चलाउनेवाला खुकुरी हो यो होइन, सेटै हो। यो माथि हेर कत्रो खुकुरी छ गाइस, पुरै हो। धड से अलग कर दूंगा मैं तुझे। क्या बोला तूने? पुरा सिमानै अलग हो। सिमाना अलग हो पुरै। त्यो समातेर हिँड्ने भने जस्तो बोल्दैन नि फेरि कोही। हेर्नु सक्नुहुन्छ दामी छ क्या साथी हो खुकुरी। हेर्नु न गाइस, खुकुरी होइन बोबा चाहिँ नेक्स्ट लेभल छ होइन। यता कुहिरेहरू बसिरहेछ गाइस होइन, कुहिरेहरू बसिरहेछ, नास्ता खाइरहेको उनीहरू, भोक लाग्यो। हेर न यो काठबाट बनाएको छ। यता बेकार हो त, अब हामीहरू रुमतिर पनि जाने गाइस होइन, धेरै ब्लग भइहाल्यो आज। हेर्नु त, ओ कति लामो हो भने देखाउँछु म, देखो कितना लम्बा है वो। यो पसल नेपालको झन्डा बेचिरहेको छ एउटा दिदीले एउटा। हो यो भनेको राम्रो काम हो, नेपाल आफ्नो देशको झन्डालाई बेच। गुड जब, एक्सलेन्ट गाइस। हामी ठ्याक्कै फायर क्लबनिर छौँ होइन। अस्ति केटाहरूले फायर क्लबनिर ब्याङ ब्याङ हानिदियो एउटा केटालाई, बिचरालाई मरुन्जेलसम्म हानिदिएको होइन। खतरा चुट्यो नि उसलाई त, जङ्गिरहेको थियो। फेरि हाम्रो राजा पनि कम होइन नि, फेरि जङ्गिनेलाई त फेरि उठाइदिइहाल्छ उसले। ओ देखो आगे चाहिँ ऊ विदेशी आइरहेछ भने के हो यस्तो गाइस यार। हाम्रो नेपाली त देखिँदैन त, पुरै फ्यामिली नै आएको छ ऊ। What is this? आई डोन्ट नो यार के हो त्यो, मलाई पनि थाहा भएन। कहाँ जाने तल बेकार हो। हेर्नु सक्नुहुन्छ गाइस, माथि उता त्यहाँ दामी भ्यू छ होइन, राम्रो छ यार। जताततै विदेशी नै विदेशी छ, यता कपाल उभिएर गफ हानिरहेको छ गाइस होइन। यस्तो रिक्साहरू पनि चल्छ यता, विदेशीहरूले बस्छ, खुसी भएर बस्छ यस्तोमा। नेपालको रिक्सा वाउ भन्छ अनि बसिदिइहाल्छ फेरि, त्यसपछि नेपालीले लुटिदिइहाल्छ फेरि। के बोले ओ कुकुरलाई होइन मलकाम लान्छ हो, टोकिदियो भाइ। यस्तै हो गाइज होइन। यो नेक्लेसहरू के भन्छ गाइज, मलाई कमेन्टमा बताउ ल, मलाई थाहा भएन के हो। क्या दामी छैन वा जुत्ता पसल। एकछिन रोक्न। हो यो हेर्नु न कस्तो दामी छ होइन गाइज, सबै दामी छ होइन। यो भित्रसम्मै दामी छ कि, यो भित्र गएर सोधौँ भनेको त लास्टै न्यू रिजनल्स भन्छ होइन, यो भित्रको रहेछ। मलाई पढ्नै आएन गाइज इङ्ग्लिस त यार। यो भित्र मल हो होइन गाइज। कति राम्री, क्या राम्री, कति राम्री। सेलरी राम्रो छैन भन्छ, बिचारीलाई तनाव रहेछ सेलरी र गाइज होइन। अब यस्तै हो, एक दुई क्लिक बनाइन्छ होइन, यस्तै हो। थमेल भने त्यस्तै हो, यहाँ दिनमै रात हुन्छ, रातमै दिन हुन्छ, त्यही भएर घुम्नु मजा आउँदैन गाइज। अबदेखि लास्टै गाह्रो रहेछ है। थमेल उनीहरू विदेशी देखाउँछु म, दामी क्युटहरू छ होइन, ब्युटिफुल। त्यस्तै गाइज, थमेल आयो भने त्यस्तै हुन्छ। त्यही भएर म त अब नेक्स्ट टाइम आउँदैन होइन, विदेशी देखेर तरास भयो मभन्दा लामो विदेशीहरू छ यार। अनि के आउनु त यार, आफ्नो त
यत्रो हाइट छ कि डेन्जर। यो यहाँनिर त अब यो विदेशी हाइट पुरै 7 फुट छ यार। एउटा अगाडिबाट आइरहेको छ। वाह ब्युटिफुल। यो उता यो बेच्नेवाला होइन गाइस, खै के बेच्नुहुन्छ थाहा छैन। जताततै हेर्दाखेरि फुलबारी मात्रै देखिन्छ यार, त्यो पनि राम्रो राम्रो। काठमाडौँको ठमेल एरिया रेड जोन हो गाइज होइन, एकदम सम्झेर बुझेर आउनु होला। यहाँ फेरि दिनमै लुट दिइहाल्छ फेरि। केटाहरूले त लुट्दैन, केटीहरूले दिनमै लुट बात त सही है। यस्तो यस्तो बुद्ध भगवान् हेर्ने गाइस। हो यता हेर्ने रोक न। हो यो हार्मोनियम बजाइदिइरहेको छैन गाइस। कौन है ये लोग, कहाँ से आते हैं ये? हामीहरू खै सुनिदिइरहेछ होइन गाइस। 10 वर्ड भनेपछि बल्ल एउटा बुझिरहेछ। यिनीहरूलाई इङ्ग्लिस बोलाउँछ। किन पढायो भने One week, like we have 2 or 3 guys, you know. We can take up for. नाइस टु मिट यु। हेलो गाइज, हामीले पनि अलि त्यस्तै गफ हान्दिएर होइन, जत्रो आउँछ त्यत्रो बोलिदिएर भन्छ। यिनीहरूले सिकाइरहेछ यार। अब हामीहरू पनि ब्लगमा देखिरहेको उता ऊ होइन, फोटो हानिदिइरहेको छ, हामीहरू पनि देखिरहेछौँ। ओके थ्याङ्क यू नाइस टु मिट यु। जाऊँ होला धेरै टाइम बिताउनु भएन गाइस होइन, यस्तै हो। बनाना बनाना Banana. ल्याऊ के लागि यति लामो। गाह्रो होला राजा आउनु दिनमा त। फुच्चेदेखि लाग्यो उस्तै हाइट सानो छ होइन। गाह्रो आउनु तपाईँ। उस्तै सानो हाइटसम्म त्यसैमा झन् होइन, मुखनिबाट यत्रो गइरहेको छ पुरै भल्लालदेव गाइस। लाज भयो यार त्यसको सामनेमा उभिएर त्यहाँ यस्तरी माथि हेर्नु पऱ्यो कि यस्तरी हेर्नु पऱ्यो, उसको फेस हेर्नु पनि राम्रो छ गाइस। हेर्नु घुम्न आउनु होला होइन, ठमेल राम्रो छ। तर केटीबाट बस्नु होला, उस्तै राम्रो छ ठमेल, बबाल छ घुम्नको लागि, ठाउँ राम्रो छ। बट केटीहरूको पछि लाग्यो भनेपछि त फेरि खल्टी खाली गरेर पठाइदिइहाल्छ। त्यही भएर यस्तोसँग बोल्दिनँ। आउनु होला खाली आउनु होला गाइस, पैसा नलिएर। पैसा ल्यायो भनेपछि त 50,000 ल्याए पनि ठमेलमा कम हुन्छ होला। तिमी त्यहाँनिर जाऊ त, तिम्रो एउटा क्लिक ल्याऊ। कस्तो राम्रो छ होइन। यो धेरै भएन र यो। भएन, धेरै भएको छैन, 12-13 मिनटको मात्रै भ्लग भएको छ। यहाँ पनि काटिन्छ धेरै कुराहरू। वाइट भने ए गोरो, धेरै गोरो भयो, के फरक पऱ्यो र राजा। गाइस अब हामी निस्केको कमेन्टबाट निस्किरहेको छौँ होइन। See you in next vlog. भनिदिइहाल्यो राजाले See you होइन। in next vlog guys. सब्सक्राइब गर्न नभुल्नु होला। अनि के भन्नु छ र अब बाँकी बुझ्ने कुरा त होइन, केटाहरूले बुझ्नुपर्ने कुरा बाँकी होइन। बुझ्नुपर्ने कुरा होइन। अब हामी चाहिँ धेरै भन्नु निस्किसक्यौँ, जरुरी छैन जस्तो छ मलाई होइन। निस्क्यौँ अब ठमेलबाट। आज यसो 10-15 मिनट यस्तो घुम्दिउँ भनिरहेको थियो, काम सकेर झ्याउ लागिरहेको थियो। त्यो भएर यस्तो भित्र आउँ भनेको आइदिएर रमाइलो भयो, विदेशीहरूसँग पनि कुराकानी भयो। हाम्रो दामी रेस्टुरेन्ट छैन गाइज, यो कुराकानी भयो। ल अब हामी रुमतिर निस्किँदा ल, सी यु अगेन गाइज, नेक्स्ट ब्लगमा भेटौँला अब हामी।